सो फाइनली हामी चाहिँ यहाँनिर हिलेको छेउमा पुगेको छौँ। सो यहाँनिर हाम्रो ओएस मोटो भ्लग गछुङदा हुनुहुन्छ है, बुबुको स्कुटी छ। सो मेरो ड्युक 200। सो दा के भन्न चाहनुहुन्छ आजको राइडमा चाहिँ तपाईँ? आज चाहिँ म चाहिँ के भन्छु भन्दा चाहिँ एकदम स्पेसल जस्तो भयो है। अलिकति अब ढिलो छिटो भयो तर एकदम स्पेसल राइड भयो, एकदम मजा आयो भनौँ न। सही हो। सो हामी चाहिँ अलिकति छुट्टिँदै राइड भयो किनभने अघि पछि भयो नि त है। सो एकदम मजा आइरहेछ। सो हाम्रो बुबुहरू कस्तो राइड भयो बुबुहरू? मौसम देखा नै यहाँ माथि हो, एउटा बादल छैन। सो हाम्रो यहाँ लामाजी भ्लग उहाँको पनि डिस्क्रिप्सनमा लिङ्क आउनेछ, तपाईँहरूले फटाफट सपोर्ट गरिदिनु पऱ्यो मामालाई चाहिँ है। सो मामा तपाईँ के भन्न चाहनुहुन्छ? म त के भन्छु भन्दा अब आज राइडमा आएको केटाहरूसँग होइन हजुर मजा आइरहेछ सबैजनालाई भनौँ अब चाहिँ सबैले लिनु पऱ्यो। हजुर लामाजीलाई पनि लामाजी भ्लगलाई पनि तपाईँले हेरिदिनुहोस् है। सही हो। सो तपाईँहरूले चाहिँ एकदमसँग सपोर्ट गरिदिने हो, त्यही भन्न चाहन्छु। So hello and what's up beautiful people, welcome back to the another episode of Sikkim Countryside Rider. सही हो। सो स्टार्ट पनि गरिसक्यो है। सो अब भने चाहिँ हामी हिँड्दैछौँ। सो अगाडि चाहिँ हाम्रो केटाहरू छ नि त होइन। सो माथि पनि पोखरी छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले चाहिँ है। एकछिन ल बुबु उयोसम्म हिँड ल। भिडियो भइदो रहेछ रे। हुन्छ त्यतिमा त बुबु हिँडेको दुःख गरेर के। उपरसम्म आइज ल बुबु। चमेलीको तिल माया बम्बई जाने रेला, कहिले हाँसो कहिले आँसु पिरातीको खेल, आहै पिरातीको खेल, कालो कौवालीमा पिपा। पारितिर तपाईँहरूले देख्न सक्नुहुन्छ है, एकदम सुन्दर दृश्य छ हिमालहरूको। यहाँनिर चाहिँ अब यस्तो हुन्छ नि त होइन, ज्यादा हाकेर पनि कुद्नु हुँदैन कति ठाउँ अब यस्तै खाटाखुल्टी हुन्छ। सो आफै केयरफुल हुनुपर्छ के गाइड यस्तो रोक्न चाहिँ, त्यही भन्न चाहन्छु है। सो यहाँनिर चाहिँ अब सिसा है, एकदम टुसारो रहेछ है विवेक बु। सो यसमा स्पिड कुद्यो भने के हुन्छ बु? सही हो। सो हेर्नु सक्नुहुन्छ गाइड, एकदम यो मालिङ्गो भन्छ नि त होइन यसलाई, केन अब जङ्गली केन हो। इट्स लाइक सिमिलर टु केन। सो यो अब एकदम राम्रो हुन्छ क्या बास्केटहरूको लागि चाहिँ। इट्स भेरी अब प्योर एन्ड स्ट्रङ एज वेल। सो हाम्रो गाइडहरू चाहिँ अघि नै हिँड्नु भइसकेको छ है। सो हामी चाहिँ पछाडि बुबुले भिडियोग्राफी गर्नुभयो नि त होइन। सो त्यही भएर चाहिँ अलिक ढिलो भयो। सो हेर्नु सक्नुहुन्छ यहाँतिर चाहिँ लज होला यो चाहिँ है। सो एकदम बबाल छ गाइड, तपाईँहरू घुम्नु आउनुहोस् त्यही भन्न चाहन्छु है। भन्छ यार यो चाहिँ मलाई चाहिँ पुरै जाडो लाग्यो होइन। सो हामी चाहिँ एन्डिङमै पुग्नु आँटेछौँ, यहाँदेखि चाहिँ रोड पनि छैन है। सो हाम्रो वेट गर्दै होला गाइडहरू चाहिँ होइन। सो हाम्रो गाइडहरू चाहिँ
सही हो। सो फाइनली हामी यहाँ पुगेको पनि अवस्था भइसक्यो है। सो हाम्रो केटाहरूको चाहिँ बाइकहरू स्कुटीहरू चाहिँ यहाँ राखेको छ है। सही हो सही हो, थ्याङ्क्स दा। सो यहाँसम्म चाहिँ राम्रै आइपुग्यो। सो हामी अब चाहिँ अगाडि दृश्य देखाउनु गइरहेको छु तपाईँहरूलाई है। सो यहाँदेखि चाहिँ ब्याक साइड जानुपर्ने हुन्छ। सो हाम्रो चाहिँ यो गाइजहरूको बाइकहरू है। सो तपाईँहरूले देख्नु सक्नुहुन्छ पारि चाहिँ है पहाडको दृश्य। सो हिउँले गर्दा एकदम दामी देखिरहेको छ। सो हेर्नु सक्नुहुन्छ पर पनि एकदम डाँडामा है मजाको ठाउँ रहेछ। तपाईँहरू घुम्नु सक्नुहुन्छ यहाँनिर। सो हाम्रो केटाहरू एकदम एक्साइटेड छ। सो यहाँनिर चाहिँ एकैछिनमा ब्याट्री ड्रेन पनि हुँदो रहेछ, किनभने इट्स टु कोल्ड। तपाईँहरू अब यहाँ आउनुभयो भने चाहिँ लुगाहरू चाहिँ तातो तातो लगाइदिनु होला। भिडियो सुट फोटो सुट पनि भइसक्यो है। सो यो चाहिँ पुरानै पोखरी हो। सो आई अलरेडी एक्सप्लोर्ड दिस प्लेस, तर त्यो टाइममा चाहिँ अलिकति फगहरू हुनुको कारणले गर्दा चाहिँ राम्रो गर्नु पाइनँ। सो तपाईँहरूले चाहिँ आज चाहिँ एकदम राम्रो दृश्य हेर्नु सक्नुहुन्छ है। सो घुम्नु आयो भने चाहिँ एकदम बबाल छ। सो फाइनली हामी ओख्रे पनि पुगिसक्यौँ है। सो हाम्रो बुहरू एकदम बेस्ट अवस्था है। सो ग्लासहरू इन्स्टल गरेको छु।